फ्रन्टियल थ्रस्ट भन्छ के, इन्डो गङ्गादेखि मास्तिरको पाटा र हाम्रो नेपालको जति पनि यो भित्री मधेसहरूमा डाँडा पनि उठेर फेरि यता तराई बनिएको छ नि, त्योमा चाहिँ यो एरियाको चाहिँ अब पहिला चाहिँ फल्ट जोनहरू यसरी, यसमा चाहिँ अब खोला कुद्दै जाँदा उसले यो एकचोटि लिएर यहाँ हालो। ओहो है हजुर, त्यो हाल्दा पनि एक अलिअलि लेयर देख्नुहुन्छ नि, त्यसरी हाल्दै 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 लगो। हजुर, त्यस पछाडि खोलामा त एउटै किसिमको पहिरो त लड्दैन, यहाँबाट डिफ्रेन्ट भयो, पहिरो त लड्दैन एउटै किसिमको। यो यस्तरी यहाँनिर बग्यो, यहाँ खाल्डा खुल्डी भयो, ऊ त्यस्तो यस्तो 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 कुरुङ मुरुङ, हजुर, यहाँ तल खोल्यो नि, हो त्यस्तै भयो। अनि त्यहाँ बग्यो, ऊ त्यहाँ बग्यो, त्यहाँदेखि के भयो, ओहो त्यहाँदेखि कता बग्यो, सर्दु खोला यता बग्दै थियो होइन, यो खोलाकै कारणले हो। अनि पछि बाइचान्स यतापट्टि उसले धार परिवर्तन गर्दै खोलियो नयाँ, यसलाई स्लेट भन्छ, स्लेट है, यहाँ स्लेट है यो चाहिँ। हजुर, अब यो नि सिस्ट बढ्यो। अब अर्को कहाँ पो थियो, रातो रातो ढुङ्गा होइन, एकछिन है ल। इन्जिनियर अहिले हामीसँग हुन्छ डम्बर लिम्बू दाजु, नमस्कार। नमस्कार सेवाहरू दाजु, आज दर्शकवृन्दलाई पनि र देश विदेशमा बस्ने नेपालीहरूलाई पनि है त, र बडा दसैँको शुभकामना साथ दाइ। आज हामी नयाँ कुराहरू आज केही बारेमा कुरो गर्ने कोसिस गर्दैछौँ। हजुर दाइ, आज हामी स्पेसली यो ठाउँको चाहिँ बाटोको छेउछाउमा भएको जुन भू बनावटको बारेमा कुरा गर्छौँ। अनि यो क्षेत्र कतिको चाहिँ डिजास्टर अथवा प्रकोपको जोखिममा छ, यो बारेमा पनि कुरा गर्छौँ। र अर्को कुरा मैले अघि पनि भनिसकेँ, यहाँ धेरै समस्याहरू आयो। भित्तामा वन संरक्षण गर्नका लागि यतातिर धरानतिर त्यतिखेर विष्णु पादुका थियो, धरान नगरपालिकाको मान्छेले संरक्षण गर्नुपर्दाको यहाँको गस्ती गरेको मेरो अनुभवहरू छन् होइन। अब योसँगै यो कसरी वन हुँदाखेरि पनि चाहिँ अब यसरी पहिरोहरू झरिरहेका छन्, यो बारेमा आज प्रत्यक्ष कुराकानी गर्छौँ हामी। योतर्फ दाइले धेरै कुरा जानकारी दिनुहुनेछ भन्ने लागेको छ दाइ। र तपाईँले यो ठाउँलाई बुझ्नु कसरी भएको छ दाजु? यो त अब चुरे पहाडको बेस पाहाडै हो, तल्लो लेभल पर्छ। अब हामीले चाहिँ यो सेक्सन चाहिँ फिल्ड भिजिट तरिकाले नै ब्रिफिङ गर्दै हुन्छ होला। हामी हिँडौँ, डम्बर सर र म अगाडि बढ्यौँ। गोर्खा वेलफेयर ट्रस्टमा लामो समयसम्मको उहाँको इन्जिनियरिङ अनुभव, अनि त्योसँगै दाइसँग हामी धेरै कुरा गरिरहेका छौँ। जस्तै खारखोला पुछौँ घरि स्टोनको यो फर्मेसनका कुराहरू गर्छौँ हामी, कहिलेकाहीँ हामी चाहिँ भू बनावटका कुरा गर्छौँ, कहिले स्ट्रक्चरली जुन अस्ति हामीले भाटबाटनीको कुरा गऱ्यौँ। भाटबाटनी धरानमा डरलाग्दो गरी डढ्यो, जुन डढ्दाखेरि चाहिँ आगो नियन्त्रणमा नआउँदाखेरि डम्बर दाइको आफ्नो भनाइराख्नु भएको थियो, एकातिर मात्रै सिसा भयो अथवा दुईतिर भइदिएको भए सायद त्यो एक्जिट पोइन्ट नभएको दाइ हेर्नुहोस् त। यो अब यस्तो छैन न, यहाँनिर सामान्य पानी आउँदा पनि यो झर्ने अवस्था हुन्छ क्या। यो चाहिँ अघि भनिनँ मैले, यो चाहिँ एक समय चाहिँ यो खोला चाहिँ अलिक माथि नै थियो, भनौँ यही लेभलमा थियो जस्तो होइन होइन। यो यत्रो डाँडाको बिचमा किन यो गहिरो भन्दा त यही खोलाले गर्दा हो नि त। त्यस्तै चाहिँ हामीले अब हेर्दाखेरि चाहिँ यो पाटामा चाहिँ के थियो भन्दाखेरि यस्तो थियो के, आउनु त, खोला चाहिँ माथिबाट बग्यो, पछि चाहिँ यो खोला गहिरिँदै गयो। हजुर, अनि सुरुमा यो लेभलमा बग्दा चाहिँ यसरी माटो थुपारेको थियो के उसले, यो खोला नै नि हो। अब यो त लुज सोइल हुन्छ, एक अर्कामा कोहेसन र एडेसन भन्छ, बाँधिने त कम हुन्छ यो बालुवामा। अर्को के दाइ, तपाईँलाई अब यहाँ एउटा इन्फर्मेसन लिए पानी यहाँ बगेर आइरहेछ है। अब एउटा तपाईँले मलाई एकदम राम्रो तरिकाले यो पानी यहाँ बगेर गएर यहाँ हरायो दाइ, ल भन्नुहोस् त दाइ। यो चाहिँ अब यो बालुवामा त दुलो धेरै पोरस क्षेत्र हुन्छ नि त यो होइन। जस्तो मैले यहाँ पानी हालेँ होइन, यी हरायो नि त, माटो भएदेखि त यता हातमा आउँथ्यो नि त होइन। अनि पोरस क्षेत्र भएपछि यहाँदेखि उसको चाहिँ इम्परभियस लेयर जोन फर्मेसन हुँदै हुँदै गयो, यहाँबाट पनि पानी त हल्का चुइराखेको छ होइन। यहाँदेखि चाहिँ सबभन्दा बढी चाहिँ पोरस क्षेत्र भयो, एउटा छैन पोरस क्षेत्र भयो। अनि पोरस क्षेत्र भएपछि चाहिँ यो घटेर गयो र हरायो। र जति पनि नेपालमा एउटा बब्बाई भयो, रातु भयो, अनि तपाईँको मावा खोला भयो, रतुवा खोला भयो, किन तल गएर हराउँछ भन्ने कारण चाहिँ यही नै हो के।
सर्दु भनौँ न, यहाँ सर्दु पनि तल गएर घट्छ डिस्चार्ज होइन, सेउती पनि घट्छ, त्यही कारणले हो नि त। यही हो मेन चाहिँ। त्यसले गर्दाखेरि अब ठुलो डिस्चार्ज हुँदा उसले समग्र मैदान बनाएर गयो, तर डिस्चार्ज कम हुँदा फेरि सानो डिस्चार्ज भयो नि त, घट्यो पानी भनेपछि उसले आफ्नो वे बनाएर जान्छ के। अनि यो डिल यहाँ छ नि, यो डिल रको जस्तै ऊ त्यो पारीको भित्ताहरू चाहिँ त्यसरी रको। अनि यो जुन लुज सोइल हुन्छ नि, यो चाहिँ माटो छ भने चाहिँ एकअर्कामा बोन्डिङ भएर बस्छ, तर यो बालुवा मात्रै भएपछि त सुक्खामा त यसरी नै समाउनु खसी नै हाल्छ, खसिहाल्छ। त्यही कारणले ऊ त्यहाँ चाहिँ एक समय त्यही खोला थियो होइन। अब त्यहाँदेखि जङ्गल फर्मेसन हुँदै आयो, हामीले रोप्यो, बाँसहरू रोप्यो, त्यो जराको रुट जोन बाँसको पनि बाक्लो देख्नुहुन्छ। त्यो भइसके पछाडि चाहिँ अनि त्यहाँबाट पानी पछि पर्यो, रनअप भयो, पानी परिसकेपछि त्यसपछि चाहिँ खोदाल्दै गयो, किनभने माटो भएर ढुङ्गा भएदेखि त्यहाँ कोट्याउँदैन, माटो भएपछि झरो। अर्को कुरा नि रमन सर, मलाई यो अब यो पानी अहिले त्यहाँनिरबाट निकै तल मात्रै निक्लेको देख्यो नि। हजुर। यसरी यो खोला अलिक मास्तिर चाहिँ अत्यन्त दूषित, तल्लोपट्टि त्यो त्यसरी चाहिँ बालुवाबाट भित्र पसेर फेरि तल्लोपट्टि निस्कियो भने त्यो कतिको चाहिँ खान योग्य हुन्छ? त्यो त जमिनमा आफै पनि खोलामा हामीले फिल्टर बनाएर फिल्ट्रेसन हुन्छ नि त। ए हो है। अनि आफै खोला चाहिँ यसरी सिधा नबगेर फल्स हुँदै बग्यो भने त्यहाँ चाहिँ एरेसन हुन्छ के, हावासँग एरेसन हुन्छ, अनि त्यहाँदेखि खोला साङ्लो हुन्छ। किनभने बागमती जति पनि हाम्रो चोभारको गल्सीमा बग्दा कति फोर्छ, तर तल तराईमा आएपछि चाहिँ र यता हाम्रो यो अहिले मध्य भण्डारी राजमार्ग बिचमा बनेको यो तपाईँको सिन्धुलीदेखि पर गएपछि भेटिन्छ, त्यहाँ एकदमै साङ्लो छ नि त। जस्तो अहिले सुनकोशी मरिन डाइभर्सनले भेटाएको त्यो एरियातिर एकदम सङ्लो पानी आउँछ क्या, किन भन्दाखेरि बग्दै गएपछि त फल्स हुँदै जान्छ, अड्किँदै जान्छ, अनि यो घामको किरणले पनि उसाङ्लिँदै जान्छ, अनि अड्किँदै जान्छ, अनि एरेसन पनि हुँदै जान्छ क्या, त्यसरी हो नि त। जस्तो खोला मैले बारम्बार भन्छु है हजुरलाई र दर्शकवृन्दले जति पनि बुझ्नु पर्यो, खोला भन्ने चिज यति परिवर्तनशील हुन्छ, तपाईँको एक दिनमा बाढी आयो भने कति चेन्ज हुन्छ, त्यही कारण अर्थक्विकले चेन्ज ल्याउँछ, त्यो चाहिँ अब सुसुप्त हुन्छ, कतिखेर आउँछ थाहा हुँदैन, तर बर्खा लागेपछि पानी परेपछि बाढी आउँछ भन्ने चाहिँ हामीलाई लगभग थाहा नै हुन्छ। अब अस्ति यहाँनिर गाडी कुद्थ्यो होइन, कुद्थ्यो पुरा, अब यहाँ कति ट्रक जति चाहिँ यसले बगाएर लग्यो होला त। हिजो अस्ति मात्रै अब एक दिनको पानीले, भनेपछि खोला कहाँ थियो, अस्ति यता थियो, बिचमा थियो, अनि अहिले पारी सरेको छ। अब यो कहाँ जाने हो, बाढी आउने बित्तिकै चेन्ज भइबस्छ। यहाँ कति ट्रक जति लग्यो त, यो त माथि 30 लाख लिटरको ट्याङ्की बनाउनु लाँदाखेरि त यो त रोड हो नि, हाइवे नै जस्तो थियो नि, हाइवे थियो। तर यसरी यो खोलिन्छ भन्ने कुरो चाहिँ हामीले खोला चाहिँ चेन्जेस हुन्छ भन्ने चाहिँ फर्स्टचोटि मनस्थिति राख्नुपर्छ। त्यसले गर्दा खोलामा बनाउने संरचनाहरू धेरै विचार गरेर मात्रै बनाउनुपर्छ। हामी अब डम्बर सरमा अगाडि लागिरहेका छौँ। यो सर्दुको यो ठ्याक्कै हामी यतिखेर चाहिँ यो यतातिर यहाँ पुल छ, यो चाहिँ चिन्डे डाँडा जाने पुल हो दशमानवा। यो पुलबाट उत्तरतिरको भू बनावटको कुरा गर्छौँ हामी, खास गरेर यो दसैँको बेला अत्यन्त घाम लागिरहेछ, बिहान गर्मी। यतिखेर एउटा अचम्मको कुरा के छ भने यो पछिल्लो समय धरानमा चाहिँ बिहान टन्टलापुर घाम लाग्छ, वेदर अत्यन्त क्लियर, ठ्याक्कै 10 बजेदेखि पछाडि पानी पर्न सुरु गर्ने गरेको छ। र यो बारेमा पनि हामीले अस्ति कुराकानी धेरै गरेका थियौँ र यहाँ हाम्रो डम्बर सरले कोट्याउँदै। यहाँ हेर्नुहोस् है हजुर, यो जुन यो माटो फरक छ, त्यो माटो फरक छ, त्यो माटो फरक छ, त्यो माटो फरक छ, यो सबै चाहिँ खोलाले गर्दा हो क्या। एक समय यहाँ खोला बग्यो, अनि त्यहाँदेखि माथि बग्दै बग्दै आएर त्यो त खोला त कन्टिन्यू गइरिने क्रम त जारी छ नि त। त्यसले गर्दा यो भित्तामा रहेको सेक्सनमा चाहिँ यसरी देखिन्छ क्या, भन्नाले एक समय यो रातो अर्कै माटो छ, नयाँ भयो नि त्यो, यो अलिकति खाद्यो, यसरी नै यो बाढीले यहाँ यसरी राख्यो, अनि यो यसरी राख्यो, अनि त्यहाँदेखि यो त क्रस सेक्सन हुँदाखेरि हामीले त यो सेक्सन हुँदा त खोलाले काटेकोमा त मजाले देखिन्छ, अनि यिनीहरू यो ढुङ्गाहरू एक समय थुपारेकै हो क्या यिनीहरूले खोलाले नै। अब फेरि योदेखि अझै गहिरो भने यो यसरी काट्यो भने यो जस्तै यो देखिने हो, धेरै यो लेयर देखिन्छ, यो बगाएन भनेर यहाँ गहिरो भने चाहिँ यो सेक्सन देखिन्छ, अनि केले थुपारेको कहाँ हो के हो भन्ने चाहिँ हुन्छ। हजुर, तर अब धेरै जसो हामीले अध्ययन गर्दै जाँदा चाहिँ त्यो देखिन्छ क्या। अब यो ठाउँहरू अब जति पनि संरचना खोला कसरी गहिरिँदै गएको छ भन्ने कुरो यसले नि देखाउँछ। पहिला खोला कहाँ थियो, माथि थियो, उनीहरूले यता फाउन्डेसन गर्नु गाह्रो हुन्छ, खोलालाई यहाँ थामिहाल्छ भनेर आखिर यो फाउन्डेसन गरेरै राखेको हो। तर अब उनीहरूले के गर्यो भन्दाखेरि यो खोला त गहिर्यो, गहिरिएपछि यो त बेस त भएन नि त, यो नभएपछि ओडार बन्यो, अनि के भयो, अब पहिरो बेस त चाहियो, फाउन्डेसन दह्रो, त्यही कारणले यो टिल्ट भएर अलिकति बाङ्गिएर झऱ्यो के, यस्तो हुन्छ। अब यो सेक्सनमा पनि यही है भैरव सर। हजुर,
यो सेक्सनमा पनि पहिला खोलै थियो हैन हजुर डिपोजिटेड हुँदै 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 माथि गएर अब बाहिर माटो माटो जस्तो देखिने हैन रह्यो हो यस्तो हो अब सबभन्दा इन्ट्रेस्टिङ कुरो म देखाउँछु तपाईहरुलाई एउटा कहाँनिर हो यो सेक्सनमा ओहो ल यहाँ एउटा ढुङ्गा पनि होइन माटो पनि होइन तर के हो त्यो ढुङ्गा बन्दै गरेको या के हो यो चाहिँ खार खोलामा नि हामीले भेटेका थियौँ यस्तो माटो र आज दाइसँग हामी अगाडि बढिरहेछौँ दाइ यो ढुङ्गा त होइन यो चाहिँ पक्का माटो छ नि दाइ माटो नै हो ल यो चाहिँ क्ले सोइल टाइपको हो तर कलरिङ चाहिँ डिफ्रेन्ट आयो भन्दा चाहिँ केमिकली बोन्डिङ एकअर्कामा चाहिँ क्याल्सियम क्लोराइड म्याग्नेसियम क्लोराइड सल्फेट बाइकार्बोनेटहरू हुँदा चाहिँ माटो चाहिँ कलरमा फर्मेसन भयो यो चाहिँ यो सेक्सन अब हेर्नुहोस् है त यो कसरी चाहिँ यो अर्कै खालको कलर यो चाहिँ हामी कहाँ छौँ भन्दाखेरि अहिले यो माटो भेटाउनुको लागि तपाईँले धेरै माथि मात्रै थोथोरै पाउनुहुन्छ माथि सम्झिनुहोस् त पहाड घुमेकोहरू पाँचथर इलाम खोटातिर यस्तो माटो कम मात्रै भेटाउनुहुन्छ यस्तो घिउ जस्तो ठ्याक्कै त्यो ढुङ्गा पनि छैन नि त थोरै मात्रै भेटाउनुहुन्छ तर हाम्रो जहिले पनि इन्डियन प्लेट चाहिँ टिबेटन एस डिट्याचमेन्टमा ठोकिँदाखेरि चुरे पहाडको तल्लो बेस लेभल चाहिँ जहाँसुकै एरियामा चाहिँ यही खालको छ भनेको छ के चुरे पहाडको बेस लेभलमा चाहिँ यही खालको छ भनेपछि यो चुरे पहाडको बेसमा छौँ बेस भन्नुको अर्थ चाहिँ फ्रन्टियल थ्रस्ट भन्छ के इन्डो गङ्गादेखि मास्तिरको पाटा र हाम्रो नेपालको जति पनि यो भित्री मधेसहरूमा डाँडा पनि उठेर फेरि यता तराई बनिएको छ नि त्योमा चाहिँ यो एरियाको चाहिँ अब पहिला चाहिँ फल्ट जोनहरू यसरी बेस लेभलमा चाहिँ चुरे पहाड पनि यस्तो छ बेस चुरे भन्छ होइन तल्लो अनि मिडल र हायर शिवालिङ भन्छ के अथवा चुरे नै भनौँ न चुरे र शिवालिङ एउटै हो भाषा फरक हो त्यसले गर्दा चाहिँ यो फेरि पहिला चाहिँ के थियो भन्दाखेरि यस्तो नै थियो के यस्तो तरिकाले बसेको हो नि त यो त तर इन्डियन प्लेट मुनि घुस्दा यो कस्तो भयो हल्का टिल भएको रेखा पनि आयो नि त अब त्यो बिचमा यहाँ डिफरेन्ट देखियो नि त ठाडो परेको धर्का छ नि त तपाईँको यो यसको सेक्सन त ठाडो थियो नि त पहिला चाहिँ यो यस्तो थियो के यो यस्तो धर्का थियो यो यस्तो सुतेको थियो कि यतापट्टि हजुर तर यो 1300 हुनुपर्ने 1300 हुनुपर्ने यो पानी बगे जस्तै हुनुपर्ने यता तर यहाँ मुनि चाहिँ घुसो यसरी होइन इन्डियन प्लेट घुस्दाखेरि चाहिँ यसरी फल्ट जोनहरू भएर चाहिँ उड्दै गएको हो के त्यही कारण चाहिँ हाम्रो हिमालयको उत्पत्ति भयो त 2400 किलोमिटर लगभग रेन्जमा चाहिँ त्यो भयो अब योदेखि यो पाटा आयो यो पनि हाम्रो मुभमेन्ट हुँदाखेरि नदीकै बेस लेभलमा यिनीहरू माटोहरू हुँदै आयो अनि अर्को कलर अब जाउँ मास्तिर है त ओहो यहाँ हामी एउटा अत्यन्त गजबको अनि यो चाहिँ अब टेम्परेचर प्रेसर चाहिँ नपुग्दाखेरि ढुङ्गा हुनु नबनेको टेम्परेचर प्रेसर नपुग्दाखेरि यसको स्याम्पल ढुङ्गा चाहिँ लामो समय पछाडि यहाँ हेर्नुहोस् है यो ढुङ्गा हुन्छ 17 मिलियन होइन त क्वार्जाइटमा गयो अलिक हार्डमा गयो यतिको हुन्छ यसलाई सिस्ट भनियो सिस्ट टाइपको ढुङ्गा भयो यो त्यही नै कलरमा है अब अर्कोमा जाउँ अब यो यस्तो कलरको ढुङ्गाहरू तपाईँ चाहिँ अब यो पनि भयो नि त यो हजुर होइन यो नै यो अलिक कलरमा भएन अलिक फरक कलरको भएर मिसाउँला देखाउँला अब यहाँ होइन यहाँ यो ढुङ्गै भइगयो यो ठाउँ यो टेम्परेचर प्रेसर कम भयो नि त जस्तै टेम्परेचर प्रेसर कम भयो किन यहाँनिर हामी टेक्दाखेरि त्यसलाई ढुङ्गा फिल गर्छौँ होइन त ढुङ्गा होइन पानीले भित्ता चाहिँ माटोको अनुभव गर्छौँ सुक्ता चाहिँ ढुङ्गै हो भन्ने कोसिस गर्छौँ अनि चोइटिँदै जान्छ अब यो त भिज्दै गयो नि त यहाँ होइन यो पछि यतिको उम्ला लगाउनु सक्नुहुन्छ त्यो ढुङ्गा होइन नि यो त माटो नि तर हामीले पछि तपाईँ ड्राई वैशाखमा आउनु भने त यो सबै ढुङ्गा देख्नु यो कमेरे माटो हो त होइन नि होइन नि यो त यही टेम्परेचर प्रेसर चाहिँ कम भेट्यो क्या यसले अनि त्यो ढुङ्गा जति चाहिँ हुन सकेन अनि यहाँ माथि त ठ्याक्कै ढुङ्गै देखिन्छ त यो पनि गिलो छ दाइ यो छाम्नुहोस् त यो होइन त्यहाँ त कोही गिलो कोही साह्रो हुन्छ यो चाहिँ गिलो हुन्छ यो हजुर ओहो अनि त्यो यो सबै गिलो हो नि ल कोट्याउनु त त्यो निकाल्नु त एउटा टुक्रा
त्यो त कमेरे माटै छ त यो त कमेरे माटो त हो त हल्का, तर कमेरे माटो यो भन्दा क्ले सोइलको कलर चाहिँ फरक हो। कमेरे माटो भन्न मिल्दैन। कमेरे माटो चाहिँ अझ सेतो हुन्छ नि? सेतो हुन्छ, तर एक अर्कामा कमेरे माटो यहाँ टाँसिँदैन नि, चिप्लेको गर्छ। अब त यो हेर्नु यो माटो। अब यहाँ म देखाउँछु तपाईँलाई। ल यो चाहिँ स्यान्ड स्टोनमा गयो। स्यान्ड स्टोनमा जानुको अर्थ चाहिँ यो हामीले टोक्दाखेरि एक अर्कामा के छ, एक अर्कामा त्यो लिसाइलो तरिकाको छैन नि त, होइन, बालुवै टाइपको छ के। अब त तलको त्यो सेतो अघिको चाहिँ लिसाइलो छ हो भनेपछि जहिले पनि चुरे पहाडको तल्लो बेस लेभलमा चाहिँ यो खालको माटो भयो। हजुर। माथि गएपछि यो हुँदै गएपछि माथि हाम्रो आरा धरानको आसपासमा यो भन्दा अलिक हाड हुँदै गएको छ माथि है। सम्झिनु त त्यो माटो छ। अनि तपाईँको माथि जिराबुटीले बनाएको यो के भन्छ त्यो इन्टेक छ नि, त्यहाँतिर यो खालको माटो पाउँछ र पाउँदैन? हो भनेपछि पूर्वदेखि पश्चिमसम्म नै लगभग चुरे पहाडको रेन्जको तल्लो बेस मिडलमा यो, अनि हायरमा हाड हुँदै गएको छ है। जस्तै अब यहाँ डम्बर सर मैले तपाईँलाई यहाँ नजिकै ल्याएँ। अब आउँछ। जस्तै अब हामीले अहिलेसम्म 3-4वटा लेयर हेर्दैछौँ। हो अब आयो यहाँ हेर्नुहोस् ल। हो यो ढुङ्गादेखि माथि अब के भयो भन्दाखेरि मैले भने तल्लो लेभलमा माटो अलिकति जस्तो क्ले सोइल त्यो चाहिँ दलदल एरिया थियो। त्यस पछाडि हाड हुँदै यही सेक्सनमा धेरै भेराइटी देख्नुभयो नि त। त्यही हुँदै हाम्रो हिमाल उत्पत्ति। अब डम्बर सर म तपाईँलाई एउटा यो जुन यो पाटोमा अघि गिलो देख्नुभयो तपाईँले, गिलो देखाउनुभयो, त्यहाँदेखि अलिअलि ढुङ्गा थियो। अब यहाँ पत्रे ढुङ्गा देखियो। अलिकति खतरा ढुङ्गा देखियो। हो यो एक समय यो खोलाले चाहिँ यो अत्यन्त राम्रो उदाहरण है। यो के ल्यायो भने नि, हजुर हजुर, यो चाहिँ 70 मिलियन भन्दा अगाडि चाहिँ यो खालको माटो जमिनमा थियो। 70 मिलियन वर्ष हो। 17 अनि यो आयो। हजुर। यसमा चाहिँ अब खोला कुद्दै जाँदा उसले यो एकचोटि लिएर यहाँ हाल्यो। ओहो है। हजुर। त्यो हाल्दा पनि एक अलिअलि लेयर देख्नुहुन्छ नि, त्यसरी हाल्दै लग्यो। हजुर। त्यस पछाडि खोलामा त एउटै किसिमको पहिरो त लड्दैन। यहाँबाट डिफ्रेन्ट भयो। पहिरो त लड्दैन एउटै किसिमको। अर्कोचोटि अलिक कलर डिफ्रेन्ट भएर अर्को पहाड भत्काएर यो यहाँ हाल्यो। यो अर्को कालो। यो र योमा फरक आइगयो र योमा र यसमा पनि हार्डनेस फरक छ। यसको फरक छ, अलिक कडा हुँदै यो चाहिँ अलिक नरम छ। यो नरम छिट्टो यो वेदर एक्सन यसलाई लाग्छ, यसलाई कम लाग्छ। अब एकचोटि फेरि स्यान्ड स्टोन ल्याएर चाहिँ यो फर्मेसन यहाँनिर खोलाले नै ल्यायो यो है। हजुर। अब त्यहाँदेखि धेरै वर्ष पछाडि यो अब यहाँ कुनै माटो छ र छैन? यो टोक्का चाहिँ मसिनो बालुवा हामी चपाउन सक्छौँ। बालुवाको त्यो चोइटाकोबाट चाहिँ टेम्परेचर प्रेसर र हिट भएपछि चाहिँ यो ढुङ्गा बनियो। तर यो चुरे पार्दा जहिले मुभमेन्ट हुन्छ फेरि हाम्रो मेन बाउन्ड्री थ्रस्ट यहाँबाट गएको छ भनेपछि यो मुभमेन्ट हुँदा चाहिँ यो चर्क्यो, फेरि प्लाटप्लुट चर्क्यो क्या। तपाईँले ठुलो ढुङ्गामाथि प्रेसर दिँदाखेरि कोल पेल्दाखेरि प्लाटप्लुट फुट्छ नि, हो त्यस्तै फुट्यो। अब यहाँ हेर्नुहोस् है, अब यहाँ फेरि के देख्नुहुन्छ? अर्कै माटो। यो त हिजो अस्तिको माटो भन्ने त अब पुरेको माटो भन्ने थाहा पाउनुहुन्छ, तर कसरी फर्मेसन भयो त यो भन्दाखेरि अब बुझाउँछु है त म। पहिला हाम्रो सर्दु खोला कहाँ बग्दै थियो? यो यता भन्दा यता गहिरो थियो, यता चाहिँ डाँडा थियो भन्ने बुझिन्छ। किनभने यो डाँडा यता आयो नि त, डाउन भयो नि त। हो। अनि यो के भयो? यो यस्तरी यहाँनिर बग्यो, यहाँ खाल्डा खुल्डी भयो, ऊ यस्तो कुरुङ मुरुङ यहाँ तल खोल्यो नि, हो त्यस्तै भयो। अनि त्यहाँ बग्यो, ऊ त्यहाँ बग्यो, त्यहाँदेखि के भयो? त्यहाँदेखि कता बग्यो? सर्दु खोला यता बग्दै थियो होइन, यो खोलाकै कारणले हो। अनि पछि बाइचान्स यतापट्टि उसले धार परिवर्तन गर्दै खोलियो, नयाँ खोलिँदाखेरि चाहिँ यतापट्टि बगेपछि यो त डाँडा रह्यो। अनि यो यसरी नै बसिराखेको त धेरै वर्ष पछाडि। अनि माथिबाट यो पहिरो त फेरि अडिनु पर्यो, आफ्नो स्टेबिलिटी सोइल मेन्टेन त हुनु पर्यो। लगभग 30-35 डिग्रीमा मात्रै हाम्रो यस्तो खालको स्लोप मेन्टेन हुन्छ सेग्रिगेसन हुनको लागि। त्यो चाहिँ ल्याएर यता थुपिँदाखेरि यहाँ चाहिँ यो छोपिएर यो धेरै भनेपछि यो माटो देखियो होइन। अब यहाँ हेरौँ है, आज दर्शकहरूलाई अत्यन्त राम्रो जानकारी दिन्छौँ हामी। र यो तपाईँले अहिले हेरिरहनु भएको छ, यो म अलिकति थोरै टाढा गएर देखाउँछु।
जस्तै यहाँनिर आज सबभन्दा पहिला म यताबाट देखाउँछु है। म डम्बर दाइले धेरै ब्रिफिङ गरिसक्नु भएको छ। म डम्बर दाइसँग अब यो सबभन्दा पहिला यहाँको सतहको यो गिलो माटो, यो गिलो माटो बेस लेभलमा एउटा यो आयो, बेस लेभलमा त्यो अनि जान्छ। यो सेकेन्ड आयो, सेकेन्ड यहाँ त खोलाले सुरु गरौ उल्लाई। अब ढुङ्गा यस्तो छ हैन, हल्का थुपा। अब यहाँदेखि फेरि अर्को माटो, अर्को कालो खालको ढुङ्गा छ। एक साल खोलाले अथवा 2 साल कति सालमा ल्याएर यहाँ थुपारो। अब यहाँदेखि माथि झन् अर्को सालमा यो थुपारो, चट्टानै छ त्यो सालमा नि थुपार्नु सक्छ। ओहो हैन, अब त्यहाँदेखि रह्यो चाहिँ बगो, अत्यन्त अचम्म बगो हैन। बगेपछि यहाँदेखि बगो यति सेक्सनमा, यहाँ गहिरो उत्योमा भन्दा त यहाँ धेरै बग्छ नि त पानी। किनभने यो दुईटा छाँगा भङ्गालो नि हुनसक्छ। अनि यहाँबाट चाहिँ उता बग्दै थियो है, यसरी हेर्नु पर्यो। अनि त्यस्तै बग्दा 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 गऱ्यो, अनि त्यहाँदेखि यतापट्टि खोलियो। खोलेपछि यो सेक्सन चाहिँ यतै रहँदाखेरि चाहिँ यो चाहिँ अब यता माथि पहाडबाट चाहिँ सेग्रिगेसन भएर यो माटो मलिलो छ हेर्दा पनि, उम्रिने माटो के हैन। तर कुनै बालुवा छैन नि त यहाँ त, एकै कुनै माटो छैन नि त यहाँ त हैन। त्यसले गर्दा यो चाहिँ यसरी थुप्रेर आफ्नो स्लोप मेन्टेन भएर यसरी बस्दाखेरि चाहिँ यो र यो माटो चाहिँ फरक ल्यायो। कुनै भगवान देवताले ल्याएर भीमसेनले पहिला सर्दो खोला पारेको होइन, साबिको भन्दा डिफ्रेन्ट ठाउँबाट बग्थ्यो भन्ने कुरा यहाँ नक्सा देखियो। यो चाहिँ उदाहरण तपाईको मुगुको रारातालमा जाँदाखेरि चङ्खेली हिमालदेखि मुनि त्यो उता माङ्ग्री पुलुदेखि नखोलिएको भएदेखि रारातालको पाटामै हाम्रो मुगु कर्णाली बग्थ्यो। तर चङ्खेली हिमालको यता सुम्ली भन्ने र आसी धारामा जब उसले धार परिवर्तन गर्ने बित्तिकै राराताल माथि रह्यो 10,000 वर्ष अगाडि, र राराताल चाहिँ माथि झुन्डिएर चाहिँ बग्नै नपर्ने माटो जमिन खोलेर चाहिँ उता खत्याल नदी चाहिँ यो सेरीतिर खमालेतिर पानी बगेर चाहिँ खत्याड खोला बनिएको छ नि त। त्यो राम्रो उदाहरण हो। अब डम्बर सर, अब यो एउटा कुरा चाहिँ कस्तो भने यो कति वर्ष अगाडि यस्तो यो होला? यो चाहिँ अब अनुमानित चाहिँ अहिले जियोलोजिस्टहरूको फाइन्ड आउट चाहिँ 17 मिलियन्स भन्दा अगाडि 17 मिलियन आउँदै गएको भन्ने कुरो चाहिँ गरेको छ उनीहरूले। अब यहाँ इन्ट्रेस्टिङ के छ भने नि फेरि, हजुर अब यहाँ पनि हेर्नु न, यहाँ फल्ट जोन छ नि यस्तो, यो माटो यता आएको छ, यो यहाँ एक समय माटो यहाँ हालो नि, यो हेर्नु त पातलो लेयर छ। त्यो चाहिँ अघि रङ कलरको पहिरो कहाँ पो देखेर चाहिँ यहाँनिर यो हो के, यो अलिकति सेक्सन चाहिँ यस्तो हालिदिएको यो। अनि यो चाहिँ माटैमा बस्छ त्यो चाहिँ थोरै। अनि यो चाहिँ यो यता आयो नि, यो सेक्सन यहाँ स्लिप, यो चाहिँ एकअर्काको फल्ट जोन चाहिँ स्लिपमा छ भन्ने कुरो चाहिँ यसरी जनाउँछ कि। यसरी नै काल्पनिक एउटा दिएको उसलाई चाहिँ मेन बााउन्ड्री थ्रस्ट, सेन्ट्रल थ्रस्ट, अनि मेन सेन्ट्रल थ्रस्ट, मेन बााउन्ड्री थ्रस्ट भनेर चाहिँ छुट्याउँछ यो सेक्सनलाई चाहिँ। यहाँ योदेखि सेक्सन चाहिँ यहाँ छुट्याउँछ। कसरी बन्यो पहाड भन्ने कुरा यहाँ क्लियर हुन्छ हो नि। अब यहाँ हेर्नुहोस् है, यहाँनिर हेर चाहिँ एउटा चाहिँ सेक्सन यता आएको छ, यहाँ हेर्नुहोस् है, एउटा यता सेक्सन आएको छ। तर त्यो चाहिँ कता गएको छ? त्यो चाहिँ यता आएको छ नि, छड्के। हजुर, ऊ त्यो यता आएको छ, तर यो यता आएको छ। यो हो यहाँ नि यो दुईटामा जोइन्टमा जरा पनि आयो नि। त्योदेखि यस्तोपट्टि चाहिँ फल्ट जोन चाहिँ हाम्रो मुभमेन्ट चाहिँ यो फोलिएसन भयो भन्ने कुरो हुन्छ। त्यसमा चाहिँ हाम्रो यस्तो अब सर्प जस्तो कुद्नेमा चाहिँ यस्तो सेक्सनहरू, एङ्गलहरू कति छ यसको फर्मेसन भन्ने कुरो चाहिँ निकाल्नुपर्छ के। भनेपछि यो यसरी हो। अब यो नै हाम्रो धेरै कम्प्रेसन डिफ्रेन्स भएपछि यो नै एउटा लेयर जोन भइरहेको धेरै वर्ष आउने पुस्ताहरूको कैयौँ वर्ष पछाडि चाहिँ यो माटो फरक हुन्छ, यो माटो फरक हुन्छ। तर यो त अहिलेसम्म त नयाँ छ नि त, त्यसरी बुझ्नु पर्यो हामीले। अनि एउटा सेक्सन यता गएको छ, अनि यो जति पनि यो कालो कालोहरू छ नि, यो चाहिँ अब रुखहरू नै हो भन्ने बुझिन्छ कि, जराहरू हैन। तर हेर्नुपर्छ कार्बन सी 12, 13, 14 चाहिँ अध्ययन गरेर भनेपछि 17 मिलियन पहिला को यो माटो यसरी नै आएको छ भन्ने अझै फाइन्ड आउट गर्नै बाँकी छ। अब नेपालमा रिसर्च कम छ। यो 17 मिलियन वर्ष पहिला, अर्थात् त्यतिखेर यहाँ यता बगेको सर्दु खोला यहाँ बग्थ्यो। त्यो त त्यही हो त्यो देखियो हैन। त्यो नबगी त हुँदैन नि त, किनकि त यो खाल्डै कसले बनाउँछ र। अनि अब यो किन पनि भने अब दर्शकहरूलाई अत्यन्त महत्त्वपूर्ण जानकारी गरौँ। जस्तै यहाँ हामीले माटोको फर्मेसन हेर्दै आयौँ र यो भित्ताको लेयरहरू हेर्दाखेरि डिफ्रेन्ट खालको लेयर, र यहाँ अलिक मोटो ढुङ्गा, र ढुङ्गामा पछाडि चाहिँ जुन यो देखिरहेछौँ हामीले आज डम्बर सरले अत्यन्त राम्रो, यो चाहिँ एक प्रकारले ड्याक्क ढुङ्गाको गमला, अनि माथि गमलामा माटो भरेको जस्तै आकार देखिरहनु भएको छ तपाईँहरूले। र यसलाई तपाईँहरूले आफ्नो तरिकाले कसरी व्याख्या विश्लेषण गर्नुहुन्छ तपाईँहरूले आफ्नो ठाउँमा गर्नु हुने नै छ। तर यो हिजो यो अलिकति थोरै वाइडबाट हेर्दाखेरि चाहिँ ठ्याक्कै यो ठाउँ चाहिँ डम्बर सरले भन्नुभएको जस्तै दुईवटा डोको आकारको
छ नि त डम्बर सर। र यो खोला यहाँबाट बग्थ्यो र 17 मिलियन वर्ष भन्नाले यसलाई अहिले लगभग 17 मिलियन वर्ष पहिला चाहिँ अर्थात् यो खोला यहाँबाट बग्थ्यो भन्ने उहाँको चाहिँ अध्ययनले देखायो र अहिले ठ्याक्कै मैले खोलालाई यसरी हेर्दाखेरि चाहिँ यहाँ देखिन्छ हेर्नुहोस्। अब यसैको उदाहरण अर्को दिन्छु म। हजुर हजुर ल बुझ्ने गरी हजुर। अब यो चाहिँ यसरी बग्यो होइन सर, यो चाहिँ यता बग्यो भन्ने हो नि त। अब यो चाहिँ कता बग्छ? यता बग्यो। अब हेरौँ है त। हजुर। अब यही खाल्डोमा है भैरव सर, हजुर, यही खाल्डोमा मैले माटो थुपारे धेरै वर्ष पछाडि, भनेपछि फेरि ऊ त्यस्तै सेक्सन चाहिँ सेतो र कालो यसरी काट्दियो भने त यहाँ पनि त्यस्तै सेक्सन त देखिने हो नि यो खाल्डो त। यस्तो नै हुन्छ नि रक होइन? होइन, त्यहाँ चाहिँ त्यो बालुवा थुपार्यो होइन ऊ त्यस्तो नयाँ, यहाँ चाहिँ थुप्रियो अरे। भनेपछि अब 17,000 वर्ष पछाडि उदाहरणको लागि भने यस्तो काटेर देख्दा यहाँनिर त ऊ त्यस्तै त देखिने हो। अनि यहाँ खोला बगेको छ भन्ने कुरो त योबाट पनि जनाउँछ, अनि त्यसले पनि जनाएन त। तर यहाँ चाहिँ अहिले पानी बग्दैछ, तर त्यहाँ चाहिँ यो समय नै यो थियो खाल्डो भनेपछि त्यो जस्तै माटो यहाँ थुपारेर यसरी काटेर हेर्ने भने त्यस्तै सेक्सन देखिँदैन र यहाँ। लु यो खाल्डोमा ठ्याक्कै त्यही देखिन्छ। भनेपछि यो यसो भन्नु पर्ला डम्बर सर, जस्तै यो अहिलेको यो खोला जुन त्यतिखेर ठुलै थियो होला सायद, यो अहिले हामी छौँ जुन खोल्सा चाहिँ यसरी बग्थ्यो कि यसो? होइन होइन, यो खोला त यतैमै बग्दै थियो। यो खोल्सा यो खोल्सा त होइन, यो पनि यता बग्नु सक्छ। त्यो त हेर्नुपर्छ नि यसको रुट जोनहरू चाहिँ, अनि दुईटा फल्ट जोनहरू कसरी वे छ भन्ने कुरो त त्यो एउटा थाहा भइहाल्छ नि। हो है, यो त्यो पारियो नि केले बालुवा थुपार्नु खोलाले त थुपारेको नि। हो त्यतिकै मान्छेले त थुपारेको होइन। त्यसले गर्दाखेरि त्यो र त्यो नयाँ र पुरानो अत्यन्त महत्त्वपूर्ण जानकारीहरू दिँदैछौँ दर्शक महानुभाव। आज डम्बर सरको अलिकति फुर्सद हुँदा हामी यो इन्जिनियरिङ सम्बन्धी र यो यस्तो खालका कुराहरू हामी गर्छौँ। र उहाँ GWT गोर्खा वेलफेयर ट्रस्टमा निकै लामो समय यहाँ हेर्नु है सर। ल यो यहाँको र यहाँ हेर्नुहोस् न। ल अब यसमा चाहिँ अब यो पछि सेक्सन चाहिँ यसरी काटेर यो भनेपछि डम्बर सर यहाँभित्र यो भित्र चाहिँ कमेरे माटो छ, हात हाल्नुहोस् न। अलिकति जस्तो ऊ त्यस्तो माथि आएको थियो कलरमा। अब यो भिज्दा अर्कै कलर होइन होइन, त्यहाँ हेर्नु त त्यहाँ भित्र माटो नै फाल्छ। माटोको एउटा सानो पातलो मात्रै है, पातलो धेरै छैन। ओ माय गॉड, यो धेरै वर्षमा के कस्तो हुन्छ भन्दा अघि ऊ त्यहाँ एउटा धर्का देख्छ। यो भित्र चाहिँ छैन, यो भित्र ऊ त्यो भित्र चाहिँ यो माटो खनेर लगेको त होइन? होइन नि, यो त अस्ति खोलाले बाढी थुपार्यो अनि यो यता बग्नु थालेपछि यहाँ चाहिँ हल्का धमिलो पानी मात्रै थुप्रेको हो नि। हेर्नुहोस् ल, यो छैन नि, ओहो माथि मात्रै राम्रो उसले फर्मेसन भएको नि। खोलाकै काम हो नि धेरै जस्तो त। कस्तो बादल जस्तो देखेको है। अचम्मको यो चाहिँ खोलाले परिवर्तन गर्छ नि। अब हामी मुख्य सहरदूतर्फ हामी छौँ यतिखेर र दर्शक महानुभावहरूलाई हामीले खास गरेर आज डम्बर सरको विज्ञता प्रस्तुत गरिरहेका छौँ हामी। जो एकजना व्यक्ति यो इन्जिनियरिङ पाटोमा, जस्तै यो खोलाको बारेमा अत्यन्त राम्रो यहाँ एउटा खोल्सा छ, सानो खोल्सा, बर्खामा मात्रै बग्छ, हिउँदमा त केही हुन्न। र यो मास्तिरपट्टि अलिकति मास्तिरबाट मात्रै चाहिँ यो थोरै यसको छ। र आज यो सर्दुमा हामी अन्तिममा हामी आज डम्बर सरसँग पहाड कसरी बन्यो भन्ने कुरा अन्तिममा प्रस्तुत गर्नेछौँ। हामीसँगै रहनुहोला र हामी अब यतातिर जाँदैछौँ। हामी अलिकति त्योबाट लगभग हामी 100 मिटर आउँदै 100 मिटर मासतिर उत्तरतिर आछौँ। र अब यो बारेमा दाइले अलिकति थोरै जानकारी गर्नुहुन्छ। यो पछिल्लो समय झरेको गेग्रा नै हो, हुन त यहाँ चिसो आफै उम्रियो र संरक्षण गरियो र यो यस्तो छ। यो डम्बर सर यो बारे अलिक थोरै जानकारी दिनुहोस् न। ल सम्पूर्ण दर्शकवृन्द, यो चाहिँ हाम्रो यहाँ माथि एउटा ठुलो पहिरो छ। त्यो ठुलो पहिरो चाहिँ माथिको डाँडा चाहिँ ल्यान्डस्लाइड भयो, भत्किसके पछाडि यो आएर चाहिँ माथि चाहिँ पहिरो किन भत्क्यो भन्दाखेरि उसले चाहिँ बेस चाहिँ थाम्नै पाएन, चिप्लिनु खोज्यो। किन भन्दाखेरि त्यो पहिरोको बारेमा भरे गरौँ र। तर यो जुन थुप्रेको चाहिँ माथिबाट पहिरो चाहिँ लडिसके पछाडि यहाँ आएर चाहिँ स्कार डेभलप भयो। ऊ त्यस्तो त्यो गेग्रिङ छ नि, ऊ त्यहाँ माथि चिप्लियो, त्यहाँ आएर सम्म भयो। त्यहाँ आएर सम्मेर सर्टेन डिग्री 30-35 डिग्रीको एङ्गल बनाएपछि मात्रै अडिन्छ क्या आफै। त्यो भन्छ सेग्रिगेसन भन्छ। भनेपछि यो चाहिँ स्कार डेभलप भयो, थुप्रियो के पहिरो माथिबाट झरेको माटो चाहिँ यहाँ थुप्रेपछि धेरै वर्ष भयो। एकचोटि नाङ्गै पाखा थियो, तर ऊ त्यो पारीको भन्दा त यहाँ माटो छ। माटो आएपछि सिसाउको बिरुवाहरू चाहिँ हावाबाट उडाएर लगेपछि विभिन्न बिरुवाहरू चाहिँ यहाँको स्थानीय रूपमा जे
यो सर्भाइभ हुने खालको बिरुवाहरू छ त्यो चाहिँ यहाँ उम्रियो। हजुर। तर अब यहाँ पहिरो छ भन्ने कुरो जङ्गल उम्रिपछि फेरि थाहा हुँदैन। ओहो। जब यहाँ खोलाले यो दुईटाको सेक्सनमा गहिरेर यता काटेपछि यो चाहिँ पहिरो रहेछ भन्ने कुरो थाहा भयो। नत्र नेपाली त बिर्सिन्छ। भिर पहिरो होइन, पहिरै गएको छैन भन्छ नि त्यो जङ्गलले छेलेपछि चाहिँ। तर सम्पूर्ण दर्शकवृन्दहरू योदेखि यता सम्पूर्ण माथि हाम्रो आराधरानदेखि माथि यो आर्मी क्याम्प बसेको दायाँ बायाँ सम्पूर्ण यो डिपोजिटेड सोइल हो। यो सेक्सनमा नि देखिन्छ, तर यो नाङ्गो भएर दिएको। तर रुख भएको एरियामा चाहिँ छेलिएको छ र सबै कुरो चाहिँ माटो छ भन्ने पनि होला। त्यो चाहिँ रुखले छेलिएको भनेको जस्तो सपोज योदेखि माथिल्लोपट्टि, योदेखि माथि यता पनि त्यही हो नि। यो पनि सबै त्यही हो, डिपोजिटेड माटो नै हो। यो पनि यही हो, तलसम्म नै त्यही हो। तर हेर्नुहोस् त यहाँ त्यो पहिरो देखिएन नि। यहाँ 30 लाख लिटर यहाँ पहिरो नदेखिन रुखले छेल्यो भन्ने भयो नि। तल माटो त अध्ययन गर्दैन नि त। अनि यस्तोमा रोड खन्दा के हुन्छ, हालत त्यही हुन्छ। अनि यो माथिको त्यो 30 लाख लिटरको ट्याङ्कीदेखि पारी वारी सबै डिपोजिटेड नै छ क्या धेरै जसो चाहिँ। त्यही कारण यो खोला गइरिँदाखेरि यता माथि त्यो देखियो अनि यो अडिनु सकेन माथि। बर्खामा चाहिँ अब भिज्दै गएर झरो। अनि यो पनि एक समय खोला चाहिँ त्यो ढुङ्गा छ नि हाम्रो यो माथि जाउँ त यहाँ पनि यही बेस नै हाम्रो कहाँ थियो त्यो बराबरको थियो भनेपछि झुन्डेको ठाउँमा हैन, झुन्डेको ठाउँमा कति 2 मिटर भन्दा माथि छ होला हैन। धेरै यहाँनिर 3 मिटर झन्डै होला। भनेपछि लगभग यहाँनिर थियो खोला बेस। यहीँ बग्दै थियो किनभने यो देखिन्छ नि त। त्यो कारण पारी पनि त ग्याबिन लगाएकोले देखिहाल्छ नि। ग्याबिन चाहिँ उता खोला बग्दै थियो, उनीहरूले त्यही अलिकति फाउन्डेसन गरेर लगाए। भनेपछि अब योदेखि उँधो चाहिँ अर्कै पुरानै बेस लेभलको रिभरबेड मेटेरियल चाहिँ खोलाले काट्दै गयो। त्यो योदेखि नयाँ यो छ नि, त्योदेखि माथि चाहिँ हाम्रो पहिरोको स्कार आएर चाहिँ थुप्रेकोले गर्दा चाहिँ यहाँभन्दा माटो माथि छ। त्यही कारण माथि चाहिँ आएको भनेको चाहिँ रुख बिरुवा त्यही कारणले हो। यस्तो छ भनेपछि यहाँ यसरी अलि यसरी बिरुवाहरू माथि हरियाली अनि मुनि अलिअलि माटो अनि त्यहाँदेखि अझै मुनि गेग्रान अनि त्यहाँदेखि अलि मुनि यता यस्तो छ। र यो डमर सरले राम्ररी जानकारी दिइसक्नु भएको छ। यतिखेर हाम्रो यो जुन हामीले अहिलेसम्म जानकारी दिँदै आउने क्रममा डमर सर र म चाहिँ अलि फेरि ढुङ्गाको प्रकारको बारेमा अलिकति थोरै कुरा गर्छौँ। डमर सर ढुङ्गाको बारेमा चाहिँ अब यो ढुङ्गा विभिन्न देखिराखेको छ होला। अनि ढुङ्गा चाहिँ कस्तो टाइपको छ, सर्दु खोला खर्दो खोलाको लगभग यो बेल्टमा चाहिँ फेरि यो सेक्सनमा मात्रै। त्यस पछाडि तपाईँको पर गएर सेउती खोलाको आसपास। तर यहाँदेखि माथि गयो भने अलिक फरक छ। अब यो चाहिँ यहाँतिर भएको यो ढुङ्गा चाहिँ यहाँ थिएन कि यिनीहरू सम्पूर्ण खोलाले माथिबाट ल्याएर चाहिँ एकअर्कामा चाहिँ पल्टाउँदै ल्याए, कोलिजन भयो। यिनीहरू धार ढुङ्गा छैन नि त, कम छ। अनि त्यो कोलिजन हुँदै गएर वेदर एक्सन भएर कोही फुट्दै जान्छ। अनि त्यसरी गर्दा चाहिँ यो ढुङ्गा चाहिँ माथि नै थियो खानी चाहिँ। तर यिनीहरू आउँदै जाँदा चाहिँ खोला ल्याउँदा चाहिँ यो थुप्रेको छ। र ढुङ्गाको टाइपहरू यो खोलामा चाहिँ कस्तो खालको छ भन्ने कुरो अलिकति बुझ्नु पनि पर्छ भन्ने कुरो मैले चाहिँ हजुरहरूलाई बतायो भने राम्रो हुन्छ। यो चाहिँ स्यान्ड स्टोन टाइपको ढुङ्गा हो। यो चाहिँ बलौटा थियो एक समय। बलौटालाई नै टेम्परेचर प्रेसर हिट भएपछि चाहिँ यो ढुङ्गा फर्मेसन भयो। यो ढुङ्गा यसले चाहिँ स्यान्ड स्टोन भन्यो। स्यान्ड स्टोन पनि मिका स्यान्ड स्टोन अलिक खस्रो अलिक मसिनो टाइपको भन्ने हुन्छ। त्यो धेरै टाइपको हुन्छ। त्यो पनि खस्रो मसिनो लुलो माथि आराधरानको यसमा 2टा ढुङ्गा अस्ति हामीले जियोलोजी टिमसँग जाँदाखेरि भेटेको थियौँ। 2टा उनी छक्क पर्यो। यो चाहिँ मास्रो महाभारत क्षेत्रमा मात्रै पाउने भन्ने चाहिँ थियो। तर 1-2वटा पाइयो। तर त्यो खानी चाहिँ भेटिएन। 2-4 बोल्डरहरू भेट्यो। यो भनेको मड स्टोन हो। हामीले यो ढुङ्गा चाहिँ बुझ्नुपर्छ। हामीले यो ग्याबिन लगाउँदा यो ढुङ्गा चाहिँ उठाएर लगाउँछौँ। तर 6 महिना पछाडि वैशाखमा हेर्ने भने यो ढुङ्गा फुटिसकेको हुन्छ। अनि जब फेरि पानी पर्छ प्लाटप्लुट गइहाल्छ, यस्तो धुलो भइहाल्छ। त्यो ग्याबिन लगाएकोतिर देख्नुहुन्छ नि कोही ठाउँ आफै फुटेको। यो मड स्टोन भयो। यो भनेको क्वार्जाइट भन्छ। सबैभन्दा खतरा ढुङ्गा यही हो होइन? खतरा कहाँ हुन्छ? यो पनि ब्राइटल हुन्छ नि। ड्याममा हान्ने बित्तिकै फुट्यो भने नि सिसा जस्तो भन्दा कहाँ डह्रो हुन्छ त? लिसाइलो टाइपको नि हुनु पर्यो। हामीले चाहिँ बोलीचालीको भाषामा चकबके ढुङ्गा। डल्सिङ ढुङ्गा हो। डल्सिङ ढुङ्गा चकमक पार्ने क्या? चकमक पार्ने। किनभने यसको त
कडा भएपछि त्यो हाम्रो चकमकमा सार्पनेसमा चाहिँ एकदम कडा जुदाउँदा त स्पार्क डेभलप हुन्छ र झुल्ला बालेर आगो पर्यो। त्यो भएर आगो निस्केको। तर यही माटोमा त्यो झुल्ला दिउँसो अरे घोट्नुहोस् कि के अरे चकमक यहाँ कहाँ आगो पर्छ। दुईटा चिज हार्ड चिज गएपछि स्पार्क हुने हो नि त, झिल्का पर्छ नि त लाटोले नि थाहा पाउँछ नि त्यो त। यसमा पर्छ त तर गाउँमा के छ अब जहाँ त त्यो के अरे त्यो के भन्छ गाउँमा चाहिँ यो उखान छ नि जे पनि देउतासँग जोड्ने के। अनि आगोलाई चाहिँ समाउँछु भनेर देउताले कुदाउँदै गयो अरे कि अनि त्यहाँदेखि कहाँ लुकु भन्दा चाहिँ यहाँ लुको अरे अनि ढुङ्गा आगो चाहिँ यहाँ पस्यो अरे अनि पछि चाहिँ पार्दाखेरि चाहिँ आगो निस्केको भन्ने चलन छ। यस्तोले त हुँदैन नि त। अहिले देश पनि पछाडि पर्नुको यही हो नि त कारण। यस्तो उखानले हुँदैन नि। अब यो भनेको हाम्रो सिस्ट ढुङ्गा भयो। यो चाहिँ कसरी यो चाहिँ अलिक डह्रो हुन्छ। यो भनेको अघिको परको माटो थियो नि यो र यो हल्का माटो थियो नि अलिक कालो यस्तै कलरको त्यही ढुङ्गा चाहिँ टेम्परेचर यही माटो चाहिँ टेम्परेचर प्रेसर पुगेपछि चाहिँ यो ढुङ्गा भयो क्या। यसरी बुझ्नुपर्छ। धेरै कुरो छ नि यहाँ मिहिन तरिकाले बुझ्ने हो नि। यो भनेको सिस टाइपको ढुङ्गा भयो। डह्रो ढुङ्गा भयो। यो चाहिँ गिटीमा यो पनि चलाउँछ पछि चाहिँ यो पनि चलाउने चलन छ। तर यो एङ्गुलेटर टाइपको थ्रिङ्गलमा अलिक मजाले फुट्ने चाहिँ यो भयो। तर यस पनि चलाउँछ अलिक हार्ड टाइपको यो दुईटा भयो। यो पनि क्वार्ट्ज फेरि यो रातो खालको निलो खालको नि हुन्छ यो हुन्छ तर आगो निस्किन्छ। हाम्रो गोपाल साहबले कलर ढुङ्गा भन्नुहुन्छ नि। यो भनेको त्यहाँ अलिकति माथि चौतारी भेटेको थियो अनि यो धेरै कहाँ छ यो कलर ढुङ्गा। हजुर पर तपाईँको कहाँ भने कोकाको मूलदेखि मास्तिर पारिबाट एउटा खोल्सा आउँछ नि हो त्यहाँ धेरै छ रातो ढुङ्गा यो भयो। अनि यो फिलाइट ढुङ्गा भयो। त्यो चाहिँ के हो त केबाट भन्छ? फिलाइट भनेको यही हाम्रो टेम्परेचर प्रेसरकै फर्मेसनबाट चाहिँ बनिन्छ। फिलाइट भनेको चाहिँ अलिक हाड चुक्ने हाम्रो गाउँतिर हुन्छ नि घर बनाउँदाखेरि मजाको चुकेर बनाउने त्यो धनकुटादेखि यता सिरवानीको भित्तातिर पाउने चाहिँ यो फिलाइट टाइपको भयो। अनि यो हेर्नु यो फेरि कस्तो हाँस उठ्दो छ। यो चाहिँ पूर्वमा चाहिँ हाम्रो कमै छ तर पश्चिमतिर तपाईँको यो काराकोरमको रेन्ज र झाङसार एरिया भन्छ लद्दाख एरियासम्म नै र हाम्रो पूर्वमा अलिक धेरै मजाले पाउने हो। सिन्धुलीदेखि उता चाहिँ घरको छाना छाउँछ नि लमजुङतिर कास्की यही ढुङ्गा हो। यसकै भन्छ यसलाई स्लेट भन्छ। स्लेट है यहाँ स्लेट है यो चाहिँ। हजुर अब यो नि सिस्ट बऱ्यो। अब अर्को कहाँ पो थियो रातो ढुङ्गा होइन एकछिन है ल दर्शकवृन्द यो चाहिँ हाम्रो माथि श्रमदान ट्याङ्की बनाउँदा भित्रपट्टि देउता राखेर उचाल्ने ढुङ्गा बनाएको छ। टायर राखेर दुई चाडा तामा ढुङ्गा भनेर। अनि त्यो के अरे हाम्रो आराधरानदेखि मास्तिर हाम्रो के शेर्पा पो अरे फुर्बा शेर्पाले त्यो उचाल्ने हुँदै पैसा चढाउँछ नि। त्यो चाहिँ अहिले हामीले जियोलोजिस्ट टिमसँग जाँदाखेरि चाहिँ यो चाहिँ जेस्पर टाइपको ढुङ्गा रहेछ भन्ने कुरो चाहिँ अन्दाजी आएको छ। बाहिर फिजिकली त्यो एउटा अचम्मकै डम्बर छ त्यो रातो हुन्छ। त्यो ornament डायमन्डहरु ornamentहरु गहनाहरु त्यसको चाहिँ काटेर बनाउँछ के। त्यसलाई चाहिँ जेस्पर भन्छ। अचम्म चाहिँ के छ भने त्यो चुम्बक टाँसिन्छ क्या। चुम्बक हामीले लगायौं चुम्बक हल्का मात्रै टाँस्छ अलिकति आइरनको धाउ ओरहरु चाहिँ भेट्यौं हामीले त्यो फुटाएर हेर्यौं हामीले। त्यसमा चाहिँ त्यही कारणले वेटिलो भएको त्यही कारणले हो। तर त्यति धेरै चाहिँ छैन अहिलेसम्म हामीले फिजिकली रूपमा हेर्दा चाहिँ जेस्पर टाइपको ढुङ्गा भन्ने चाहिँ आको छ। गुगलमा सर्च गरेर दर्शकवृन्दहरु हेर्दा भनेपछि यो सर्दुको केही कुनै भागमा यहाँ फेरि यो एरियामा छैन है। उ त्यो माथिको सिमले खोलाको दोभानदेखि मुनतिर त्यहाँदेखि माथि अनि माथि त्यो हाम्रो सर्दु र खर्दुको दोभानको बीचमा मात्रै भेटेको छौं हामीले चाहिँ। भने त्यो क्षेत्रमा कतै फलाम हैन त्यो दायाँमा त्यो माथि नै हो। त्यो एरियामा चाहिँ ठुलठुलो बोल्डर टाइपको नि छ। अनि अहिले मुहान फर्काउँदैछ नि हाम्रो यो इन्डियन टिमहरुले मिनी हाइड्रो पावर त्यो एरियातिर ठुलठुलो दुई चारवटा ढुङ्गा छ। भेटेको छ हिजो पनि भेटेको। हजुर हजुर त्यही हामीले त्यसलाई के भन्नु पर्यो त जेस्पर टाइपको ढुङ्गा। यो चाहिँ अलिक राम्रो खालको हार्ड टाइपको भनेको चाहिँ सबभन्दा बढी बेल्जियमतिर इन्डियातिर अनि तपाईको यो अमेरिकातिर चाहिँ र चाइनातिर चाहिँ त्यो टाइपको ढुङ्गा चाहिँ गहना छेडेर बनाउने चलन। अनि अब कोही अब विभिन्न ढुङ्गा हुन्छन् यस टाइपको त्योमा औठी साउठी अब हैन डायमन्डका कुराहरु त्यसरी आउँदो रहेछ के।
माला साला आज हामीले त्यसरी चाहिँ चिन्नु पर्यो यो कुनै फलाम सलाम अरू मिक्सिङ त हुन्छ तर जेस्पर टाइपको फिजिकली रूपमा चाहिँ जेस्पर टाइपको हामीले सोच्यौँ र त्यही आयो हामीले हेर्दा तर केमिकल रूपमा अरू धेरै किसिमको एनालाइसिस छ त्यसमा चाहिँ भास जानुपर्छ र फाइन्ड आउट हुन्छ फिजिकली रूपमा हेर्दा चाहिँ जेस्पर भनेर चाहिँ आएको छ अब प्रसङ्ग जस्तो मानव आज हामी इन्जिनियर डम्बर लिम्बूसँग छु म र विशेष गरेर आज तपाईले इन्डिया जस्तो छ है हजुर यहाँ इन्डिया जस्तो छ नि इन्डिया जस्तो देख्नुभयो उहाँले र आज हामी पहाड कसरी बन्यो भन्ने कुरा प्र्याक्टिकली रूपमा हामी देखाउँछौँ र यो कसरी बन्यो त पहाड दर्शक महानुभाव हामी डम्बर दाइ र मैले आज धेरै कुराहरू जानकारी गऱ्यौँ भन्ने लाग्छ र पहाड कसरी बन्छ भन्ने हाम्रो अर्को पनि भिडियो आउँदैछ है किनभने इन्डियन प्लेट र चाइनिज प्लेट भनेर निकै पढेको र सुनेको पनि हामी भूगोल पढ्नेले पनि र यो सगरमाथाको टुप्पातिर चाहिँ माछाको चाहिँ कङ्काल भेट्यो भन्ने खालका कुराहरू पनि हामीले धेरै सुनेको र यो वैज्ञानिकहरूले पुष्टि गरेको कुराहरू डम्बर दाइ अब आज हामीले जुन देख्यौँ समरीमा भन्नुपर्दा एक प्रकारले चाहिँ यो ठाउँमा अनौठो दृश्य देख्यौँ कस्तो लाग्यो यहाँ हामीले बुझाउन सकेन अध्ययन गर्दै जाँदा सुरुमा चाहिँ तपाईँले जस्तै अनौठो लाग्थ्यो कि अध्ययन गर्दै जाँदा बुझ्दै जाँदा त यति रहस्यमय हुँदो रहेछ अझै इन्ट्रेस्ट बढ्दै जाँदो रहेछ क्या त्यसले गर्दाखेरि मलाई चाहिँ अब यो अध्ययन गर्नलाई चाहिँ जियोलोजिस्ट त होइन म तर जियोलोजीमा चाहिँ मेरो सानैदेखि एउटा पहाड कसरी भयो भन्ने मात्रै लाग्थ्यो यतिसम्म कि ऊ त्यस्तो डाँडा क्षितिजदेखि उतापट्टि देखियो भने चाहिँ गाउँै छैन भन्ने पनि सोच्थेँ कि तर पछि त कति धेरै विशाल गाउँ रहेछ उता नि घर रहेछ उता नि गाउँ रहेछ मान्छे बस्थे र भन्दा छ नि भन्थ्यो त्यसले गर्दाखेरि डुल्ने घुम्ने मौका पहाडहरू बनिँदा गल्छीहरू तर्दा अनि एकदम रिजै हिँड्दा अनि खोलाको किनारै हेर्दा जहिले मलाई रहस्यमय लाग्थ्यो र त्यही बारेमा चाहिँ अहिले जियोलोजी चाहिँ मेरो इन्ट्रेस्टको विषय हो पेसाले चाहिँ म अब इन्जिनियर सिभिल हो तर त्यसमा नि मेरो विषय चाहिँ स्ट्रक्चर हो जस्तो यसमै कुनै स्ट्रक्चर बनाउनु पर्यो भने कसरी बनाउने भन्ने कुरो मेन चाहिन्छ र न मैले जियोलोजीले थोरै जानकारी पाउनु पर्छ र हामीले कुनै गाउँमा चाहिँ माटो जमिन कस्तो छ भन्ने कुरो चाहिँ इन्फ्रास्ट्रक्चर त हामीले जमिनमा बनाउनै पर्ने हो हावा अडिँदैन कुनै चिजहरू त्यसले गर्दा चाहिँ हल्का माटो जमिन भूगोल त्यहाँको खोला नाला सबै चाहिँ हल्का जानकारी होस् भन्ने चासोले गर्दा चाहिँ म जियोलोजीमा चाहिँ अझै इन्ट्रेस्ट बढ्दै गएकोले गर्दा जियोलोजिस्ट टिमहरूसँग हिँड्ने डुल्ने र अध्ययन गर्ने काम चाहिँ अलिक चासो लाग्छ मेरो चासोको विषय हो हजुर ल भनेपछि आज हामीले यो देखायौँ कस्तो लाग्यो आजको डम्बर दाइको प्रस्तुति विशेष गरेर आजको यो भिडियोमा सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रो विज्ञ डम्बर दाइकै रह्यो र मैले क्यामेरा ह्यान्डल गरेँ र क्वेसन मैले नबुझेको कुरा क्वेसन गरेँ र योसँगै अब हामी अर्को भिडियोमा चाहिँ पहाड कसरी बन्छ तिब्बतियन र चाइनिज प्लेट कस्तो कसरी चाहिँ यो बिचमा चाहिँ पहाड बन्यो भन्ने खालका कुराहरू हामी लिएर आउनेछौँ त्यो भिडियोको प्रतीक्षा गर्नु होला भन्दै हामी दुवैजना बिदा हुन्छौँ हवस् त नमस्कार